फाइनली साथीहरू, बुङ्गल हाइड्रो पावर लिमिटेडको आइपिओ को रिजल्ट डेट तोकिएको छ र यसको इपिएस कति छ, नेटवर्क कति छ र यस कम्पनीको शेयर कतिजनालाई पर्नेछ, कतिजनाको हात खाली हुनेछ र यस कम्पनीको पहिलो कारोबार कतिमा हुनेछ र यस कम्पनीको शेयर कतिसम्म पुग्ला भनी सम्पूर्ण जानकारीका लागि यो भिडियोलाई अन्तिमसम्म हेर्न नभुल्नुहोला। सबैभन्दा पहिले यस कम्पनीको नेटवर्क र इपिएस हेरौँ। यस कम्पनीको नेटवर्क भनेको 100 रुपियाँ 88 पैसा रहेको छ भने इपिएस -41 रुपियाँ 69 पैसा रहेको छ र यस कम्पनीको पहिलो कारोबार भनेको 188 पैसादेखि 302.64 पैसासम्म हुनेछ र यस कम्पनीले टोटल 17,01,500 किता शेयर प्रत्येक किता 100 रुपियाँको दरले निष्कासन गरेको थियो भने यो कम्पनी हाइड्रो पावर सेक्टरको कम्पनी हो र यसको इस्यु म्यानेजर हिमालयन क्यापिटललाई राखिएको छ। यस कम्पनीको आइपिओ भर्नेको सङ्ख्या 22,53,254 जना थियो भने आइपिओ पर्नेको सङ्ख्या भने 1,70,150 जनालाई मात्र आइपिओ पर्नेछ र 20,83,104 जनाको भने हात खाली हुनेछ। अब यसको बाँडफाँडको कुरा गरौँ। यसको बाँडफाँड भने भोलि असोज 2 गते बिहान 9:30 हुनेछ र रिजल्ट हेर्न भने केही समय लाग्नेछ र केही समय पछाडि मात्रै रिजल्ट हेर्नुहोला। र यसको मूल्यको कुरा गरौँ। यसको मूल्य कतिसम्म जाला त? यसको मूल्य अहिलेको हालको परिस्थिति अनुसार यसको मूल्य 700 देखि 800 प्रति कितासम्म पुग्न सक्ने सम्भावना छ। यदि आजको भिडियो मन परे फेसबुक, टिकटक, युट्युब आदिमा जोडिन सक्नुहुनेछ।